सास छँदै उनीहरूलाई नेपाल फर्काउने हो कि लास नै पर्खिने हो हामीले? सभामुख महोदय, केही समय अघि मैले यस सम्मानित सदनमा कुवेतमा अमानवीय पीडा भोगिरहेकी नेपाली चेली शर्मिला दर्जीको विषय उठाएको थिएँ। 3 पटक सदनमा उठाए, लगातार राजदूतावाससँग सङ्घर्ष गरिराखेर अन्ततः शर्मिला दर्जीलाई हामीले नेपाल फर्काउन सफल भएका छौँ। उनी हिजो मेरो संसदीय दलको कार्यालयमा आउनुभएको थियो र उहाँले सुनाएको पीडा अत्यन्तै सुन्न पनि हाम्रो चाहिँ आत्मा काँप्ने खालको छ। अन्तिम समयमा उहाँ नेपाल आउने बोर्डिङ कार्ड लिइसकेपछि पनि त्यहाँका तस्कर, त्यहाँका सम्बन्धित निकायले उहाँलाई रोक्नको लागि बोर्डिङ पास दिइसकेपछि पनि जेलमा पठाए। जेलमा पठाइसकेपछि मैले फेरि पनि यहाँबाट राजदूतावाससँग सम्पर्क गरेर यदि अब पनि महिला चाहिँ नेपाल आइनन् भने हामी नाम तोकेर बोल्न बाध्य हुन्छौँ सदनमा भनेपछि फेरि भोलिपल्ट उनलाई छोडेर उनी नेपाल आइपुगिन्। उनले भनिन् त्यो जेलमा, कुवेतको जेलमा नेपाली महिलाहरू सयौँको सङ्ख्यामा छन् र उनीहरू केही त मानसिक सन्तुलन गुमाइसकेका छन् र हार गुहार गरिरहेका छन्। म नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, सास छँदै उनीहरूलाई नेपाल फर्काउने हो कि लास नै पर्खिने हो हामीले? म यो सदनको शक्तिलाई सम्मान गर्छु। आज यो सदनले हामीलाई दिएको एउटा जिम्मेवारीको कारण एउटा महिलालाई हामीले बचाएर उद्धार गर्न सक्यौँ। तर अब सरकारको जिम्मेवारी हो त्यस्ता सयौँको सङ्ख्यामा लगेका लगभग 65,000 महिलाहरू अवैध बाटोबाट कुवेत गएर त्यहाँ फसिरहेको छन्, उनीहरूलाई चाँडै स्वदेश फर्काउने वातावरण मिलाइयोस्, यही निवेदन गर्न चाहन्छु। धन्यवाद।